नेपालको पूर्वी भेगको प्रमुख व्यापारिक केन्द्रको रूपमा परिचित बिर्तामोडमा बसोबास गर्ने एउटा साधारण परिवारको कथा हो यो। वर्षौंको निरन्तर मेहनतपछि किनेको थोरै जमिन अनि त्यसमा बनाएको सानो सुन्दर घर, वरिपरि तीव्र गतिमा विस्तार हुँदै गएको बजार र भविष्यप्रतिको चिन्ता कम हुँदै गएको समय। यही बीच एक दिन छोरीले विदेश गएर उच्च शिक्षा हासिल गर्ने इच्छा व्यक्त गर्छिन्। छोरीको सपना पूरा गर्न सकिने आशाले उनीहरू उत्साहित पनि थिए, तर त्यो सपना साकार पार्न ठूलो आर्थिक स्रोत आवश्यक थियो। परिवारसँग घर जग्गा बाहेक अन्य कुनै ठूलो सम्पत्ति थिएन। त्यसैले बाबुआमाले आफ्नो जीवनभरको कमाइबाट बनाएको घर जग्गा धितो राखेर बैंकबाट लोन लिने निर्णय गर्छन्। उनी बिर्तामोडमै रहेको एउटा बैंकमा पुग्छन्। लोनका लागि आवश्यक कागजपत्र बुझाउँछन् अनि केही दिन प्रतीक्षा गर्छन्। केही दिनपछि बैंकका प्रतिनिधिहरू घरको निरीक्षण गर्न आउँछन्। जग्गा नापजाँच गर्दै गर्दा बैंकका प्रतिनिधिबाट आएको जवाफले उनीहरूको सपना एकाएक चकनाचुर हुन्छ। बैंकका प्रतिनिधिले शान्त तर कठोर स्वरमा भन्छन्, यो जग्गा धितो राखेर हामी कर्जा दिन सक्दैनौँ। यो वाक्य सुन्न साथ घरधनी स्तब्ध हुन्छन्। उनले आश्चर्य र आक्रोश मिसिएको स्वरमा प्रश्न गर्छन्, पूर्व बस पार्कबाट 700-800 मिटर मात्र टाढा रहेको बिर्तामोड जस्तो व्यावसायिक केन्द्रमा अवस्थित यो जग्गामा पनि किन कर्जा दिन मिल्दैन? यो प्रश्न आउन साथ कर्मचारीले स्पष्ट गरिदिन्छन्, उक्त जग्गा गिरिबन्धु जग्गा प्रकरण अन्तर्गत पर्ने 51 बिघा क्षेत्रभित्र पर्छ। गिरिबन्धु जग्गा काण्डको नाम उनले समाचारमा त सुनेकै थिए, तर कहिल्यै कल्पना पनि गरेका थिएनन् कि वर्षौंदेखि बसोबास गर्दै आएको आफ्नै घर त्यही प्रकरणभित्र पर्छ। पूर्व बस पार्क भन्दा केही 100 मिटर मात्र टाढा रहेको आफ्नो घर समेत कानुनी विवादमा पर्छ भन्ने थाहा पाउँदा उनी छागाबाट खसिएझै हुन्छन्। आफूलाई ठगिएको, धोका दिएको अनुभूति त हुन्छ, तर कसले फसायो, कसले धोका दियो त? यो कसले फसायो या किन त्यो जग्गा किने भन्ने विषयलाई चाहिँ पछि बुझौँला। त्योभन्दा पहिले के बुझ्नु जरुरी छ भने गिरिबन्धु टी स्टेट सम्बन्धीको विवाद के हो त? आजभन्दा 61 वर्ष अघि आएको भूमि सुधार ऐनको व्यवस्था छोटोमा बुझ्न एकदमै जरुरी हुन्छ। यसको लागि चाहिँ नेपालमा त्यो बेला जमिनदारहरूसँग धेरै जमिन थियो, उनीहरू धनी थिए। अर्कातिर ठूलो जनसङ्ख्यामा गरिबी थियो। धेरै मानिससँग श्रम र उत्पादन गर्ने आफ्नै जमिन थिएनन्। गरिबहरू बिर्ता, कमैया, हली, जमिनदारी लगायत प्रथा अन्तर्गत जमिनदार कहाँ काम गर्थे। श्रम उनीहरूको पर्थ्यो, उत्पादन जग्गा धनी कहाँ भित्रिन्थ्यो। उनीहरूले वर्षभरि खान पुग्ने अन्न पनि जो गर्न सक्दैन थिए। यस्तो असमान जग्गा प्रणाली अन्त्य गर्न राज्यले व्यक्ति वा परिवारको जग्गामा हदबन्दी तोक्ने कानुन ल्यायो। कसैले पनि असीमित जग्गा राख्न नपाउने र सीमाभन्दा बढीको जग्गा राष्ट्रियकरण हुने भयो। 2021 सालमा लागू गरेको उक्त कानुनले तराई, काठमाडौँ उपत्यका र पहाडमा फरक फरक हदबन्दी तोक्यो। तराईमा एक व्यक्ति र उसको परिवारको नाममा 25 बिघा जग्गा र घर बनाउनका लागि थप 3 बिघा गरी 28 बिघा जग्गा राख्न पाउने थियो। काठमाडौँमा 58 रोपनी र पहाडमा 96 रोपनी जग्गा राख्न पाउने कानुनी व्यवस्था भयो। हदबन्दीभन्दा बढीको जग्गा सरकारको नाममा आउने भयो। त्यही कानुनले ठूलो मात्रामा कृषि उत्पादन गर्न, उद्योग र शैक्षिक संस्था खोल्न लगायत विभिन्न कामका लागि भने सरकारको स्वीकृतिमा हदबन्दीभन्दा धेरै जग्गा राख्न पाइने छुट पनि थियो। यसरी निश्चित प्रयोजनका लागि राज्यले हदबन्दीभन्दा बढी राख्न दिएको जग्गा कबुल गरेको प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइने कानुनी व्यवस्था गरियो। उदाहरणको लागि कसैले उद्योग खोल्छु भनेर हदबन्दी छुट लिएको जग्गामा पछि बजार राख्छु या सुपरमार्केट बनाउँछु भने छुट कानुनले दिँदैन थियो। 2020 सालतिर बिर्तामोड नजिकै चिया खेती र अन्य कृषिजन्य उत्पादनका लागि गिरिबन्धु टी स्टेटको नाममा कम्पनी खोलिएको थियो। 2021 मा भूमि सम्बन्धी नयाँ कानुन आएपछि गिरिबन्धु टी स्टेट कम्पनीले कानुन अनुसार नै हदबन्दी छुट माग्यो। सरकारले पनि उसलाई चिया खेती गर्न भनेर 343 बिघा 19 कट्ठा जग्गा राख्न अनुमति दियो। कानुन अनुसार यो जग्गामा चिया खेती गर्न मात्रै पाइन्थ्यो। चिया खेती गर्न छोडेको हदबन्दी छुट पाएको जग्गा कानुन त सरकारको हुन्थ्यो। जुन बेला भूमि सुधार ऐन कार्यान्वयनमा आयो त्यो बेला बिर्तामोड र अहिलेको गिरिबन्धु टी स्टेट रहेको जग्गा वरिपरिको क्षेत्र सामान्य गाउँ थियो। झापामा सदरमुकामसँग रहेको भद्रपुर व्यापारिक केन्द्र थियो, तर महेन्द्र राजमार्ग बनेसँगै बिर्तामोड र आसपासको क्षेत्रको भाग्य चम्कियो। महेन्द्र राजमार्गले चिरेर गएको बिर्तामोड अहिले झापाकै सबैभन्दा ठूलो व्यापारिक केन्द्र हो। 2060 सालतिरदेखि टी स्टेटको 51 रोपनी जग्गामा बस पार्क सञ्चालन हुँदै आएको छ।
यो टी स्टेटकै एकजना सेयर होल्डरको भागमा रहेको जग्गा भएको बताइन्छ। अब चिया खेतीका लागि दिएको छुट जग्गामा सरकारले स्वीकृत नदिएको भए हदबन्दी छुट पाएको जग्गामा कसरी बस पार्क सञ्चालन हुन सक्थ्यो? यसरी गिरीबन्धुलाई हदबन्दी बढीको जग्गा मास्न दिने क्रम कुन सरकारको पालामा सुरु भयो भन्ने प्रश्न एकदमै ठुलो रूपमा खडा हुन्छ। यो पीडा एउटा परिवारको मात्र होइन। उक्त क्षेत्रमा सयौं घरधुरी र जग्गा धनीहरू आज यस्तै डर, अन्यल र अनिश्चिततामा बाँचिरहेका छन्। अझै दुःखद कुरा त के छ भने गिरीबन्धु क्षेत्रभित्र करोडौं रुपैयाँ लगानी गरेर ठुला ठुला निजी घर, होटल र व्यावसायिक भवनहरू निर्माण भएका छन्। तीमध्ये धेरै जसो लगानी बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जामा आधारित छन्। आज मानिसहरूको चिन्ता कर्जा तिर्ने वा नतिर्ने भन्दा पनि ठुलो बनेको छ। त्यत्रो रकम खर्च गरेर किनेको जग्गा साँच्चै आफ्नो हो कि होइन भन्ने प्रश्न। नेपालमा सरकारी जग्गा सम्बन्धी काण्डहरू नयाँ विषय भने होइनन्। ललिता निवास जग्गा प्रकरणको गिरीबन्धु जग्गा काण्डसम्म यस्ता घटनाहरूले देशलाई पटक पटक झकझक्याउँदै आएका छन्। तर यी काण्डहरू केवल समाचारको शीर्षक मात्रै होइनन्। यी हजारौं नेपाली परिवारका सपना, भविष्य र जीवनसँग गाँसिएका पीडादायी यथार्थ हुन्। अब ती जग्गामा कसले कसरी फसाउँदैछन् भन्ने कुरा ती जग्गा धनीलाई पनि थाहा छैन। अब अलिक गहिराइमा गएर बुझ्ने हो भने एक समय नेपालमा जमिनमा गरेको लगानी कहिले घट्दैन भन्ने भनाइ निकै चर्चित थियो। यही विश्वासका आधारमा हजारौं मानिसहरूले आफ्नो जीवनको सबैभन्दा ठुलो आर्थिक निर्णय गरे, ऋण लिए, बचत लगाए, भविष्य साटे। तर आज अवस्था ठिक उल्टो देखिएको छ। 5 वर्ष अगाडि करोडौं मूल्यमा आँटिएको जग्गाहरू आज आधा मूल्यमा पनि बिक्री हुन सकेका छैनन्। बजारमा घर जग्गा थुप्रिएका छन् तर खरिदार भेटिँदैनन्। यो अवस्था अचानक आएको भने होइन। वर्षौंदेखि सीमित समूहहरूले सरकारी, गुठी, ऐलानी र सार्वजनिक जग्गामा खेल खेल्दै आएका छन्। खोला, नदीको किनार, डुबानको जोखिम भएका क्षेत्र तथा कानुनी रूपमा अस्पष्ट ठाउँहरूलाई पनि भविष्यको सम्भावनायुक्त क्षेत्र भनेर बिक्री गरियो। अनि बिस्तारै समयसँगै नियमहरू कडा बन्दै गए, मापदण्ड परिवर्तन भए र मानिसहरूले एकाएक थाहा पाए आफूले किनेको जग्गा प्रयोग गर्नै नमिल्ने अवस्थामा पो पुगेको छ। यति मात्रै होइन, एक समय यस्तो आयो जब धेरै मानिसहरूले उत्पादनशील क्षेत्रतर्फ लगानी गर्नुको सट्टा घर जग्गालाई नै सबैभन्दा सुरक्षित र लाभदायक विकल्प ठान्न थाले। उद्योग, कृषि, सेवा, प्रविधि वा रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी गर्नुभन्दा जग्गा किनेपछि मूल्य बढिहाल्छ भन्ने विश्वास हावी भयो। यही मानसिकताले गर्दा लगानीकर्ताको विविधीकरण, डाइभर्सिफिकेसन भन्ने आधारभूत आर्थिक सिद्धान्त समेत व्यवस्था गरियो। त्यति बेला कसैले पनि गम्भीर रूपमा सोचेनन् यदि भविष्यमा जग्गाको मूल्य बढेन भने के गर्ने? यदि बजार घट्यो भने वैकल्पिक आम्दानीको स्रोत कहाँबाट आउने? अथवा सम्पूर्ण पुँजी एउटै क्षेत्रमा थुनिएर बस्यो भने त्यसको जोखिम कति ठुलो हुन सक्छ? दुर्भाग्यवश यही प्रश्नहरू त्यति बेला धेरैको दिमागमा आएनन्। आजको अवस्थाले यही गल्तीलाई कठोर रूपमा उजागर गरिरहेको छ। अहिलेको समस्या केवल सरकारी विवादमा परेको जग्गामा मात्रै सीमित छैन। कुनै पनि कानुनी विवाद नभएका, सबै कागजपत्र मिलेका जग्गा र घर समेत बजारमा किनबेच हुन सकेका छैनन्। माग नहुँदा कारोबार ठप्प छ र मानिसहरूको ठुलो रकम घर जग्गामै अड्किएको छ। यसरी अड्किएको पैसामा व्यक्तिगत लगानीकर्ताको मात्र होइन, बैंक तथा वित्तीय संस्थाको पनि ठुलो हिस्सा जोडिएको छ। धेरै घर जग्गा बैंकको कर्जामा आधारित छन्। जब घर जग्गा बिक्री हुँदैन तब कर्जा असुली प्रभावित हुन्छ, किस्ता तिर्न नसक्ने अवस्था बढ्दै जान्छ र त्यसको प्रत्यक्ष असर बैंकिङ प्रणालीमा देखिन थाल्छ। यदि लगानी सुरुदेखि नै विविधीकृत गरिएको भए केही हिस्सा उत्पादनशील क्षेत्रमा, केही हिस्सा व्यवसायमा अनि केही हिस्सा चाहिँ वित्तीय साधनमा, आजको जोखिम यति गहिरो हुने थिएन। तर सम्पूर्ण पुँजी एउटै क्षेत्रमा, त्यो पनि मूल्य बढ्ने अपेक्षामा आधारित क्षेत्रमा लगानी गर्दा आज हजारौं मानिसहरू आर्थिक रूपमा लक भएको अवस्थामा पुगेका छन्। यसले एउटा गम्भीर पाठ चाहिँ के सिकाउँछ भने जग्गा मात्र भविष्य होइन, मूल्य सधैँ बढिरहन्छ भन्ने सोच आफैमा भ्रम हो। जब त्यो भ्रम टुट्छ तब त्यसको असर केवल व्यक्ति वा परिवारमा सीमित रहँदैन, बैंक, वित्तीय संस्था र अन्ततः सम्पूर्ण अर्थतन्त्रमा फैलिन्छ। आज देखिएको घर जग्गा मन्दी केवल बजारको समस्या होइन, यो विगतका गलत लगानी निर्णय र विविधीकरणलाई व्यवस्था गरिएको परिणाम समेत हो। अब यही मन्दी बीच चाहिँ नेपाल राष्ट्र बैंकले एउटा मौद्रिक नीति मार्फत केही सहजीकरण गर्न चाहिँ खोजेको छ। हालै सार्वजनिक मौद्रिक नीतिले घर जग्गा क्षेत्रमा केही लचकता चाहिँ अपनाएको छ। जस्तो आवासीय घर खरिदका लागि व्यक्तिलाई दिइने कर्जाको एउटा सीमा थियो 2 करोड रुपैयाँबाट बढाएर 3 करोड रुपैयाँ पुर्याइएको छ।
पहिले घर खरिद गर्दा मूल्याङ्कन गरिएको रकमको 80% कर्जा दिन सकिने व्यवस्था गरिएको छ, जुन यसअघि 70% मात्र थियो। अन्य घर जग्गा खरिदका लागि पनि कुल मूल्यको 70% ऋण दिन पाउने व्यवस्था गरिएको छ। अब केही जग्गाको कारोबार बढ्छ कि भन्ने आशा गरौँ। यो के बुझ्न जरुरी छ भने हामीले जमिनभन्दा बढी भ्रममा लगानी गर्यौँ। जमिन न त ठुलो भयो न उब्जनी बढ्यो, बढ्यो त केवल अपेक्षा, हल्ला र कृत्रिम मूल्य। यही भ्रममा परेर हजारौं मानिसहरूले आफ्नो भविष्य साटे र आज त्यही भविष्य भारी बोझ बनेर उभिएको छ। अपेक्षा गरौँ, यस्तो समय सधैँ रहेन रहला। पक्कै जग्गा हामीले गरेको लगानीबाट केही न केही हामीलाई प्रतिफल आउने नै छ। आजको सामग्री तपाईँलाई कस्तो लाग्यो? यदि मन पर्यो भने प्लिज भिडियोलाई सेयर गर्नुहोला अनि पाथ अफ लर्निङलाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनुहोला। तपाईँको आर्थिक भविष्य सुरक्षित रहोस्। धन्यवाद।